हेलो साथीहरू, वेलकम टु एजी टेक्नोलोजी। साथीहरू, भोलि फाइनली निमावि तहको लाइसेन्सको इक्जाम हो। आज मङ्सिर 19 गते, भोलि मङ्सिर 20 गते। तपाईँहरूले कतिको तयारी गर्नुभएको छ, कतिको रेडी हुनुभएको छ भोलिको लागि, त्यो त भोलि थाहा हुन्छ। बट तपाईँले इक्जाम दिनुभन्दा पहिला म तपाईँलाई केही टिप्सहरू दिन चाहन्छु। यस्तो केही कुराहरू छन् जुन तपाईँले ध्यान दिनुहुन्न भने तपाईँलाई भोलि हलमा बस्न पनि पाउनुहुन्न। भोलि तपाईँको हलदेखि बाहिर निकालिदिन्छन् या तपाईँको हुन्छ रेस्टिगेट हुन नि सक्नुहुन्छ। पछिल्लो वर्षको इक्जाममा जुन 2081 सालमा जुन इक्जाम भयो निमावि तहको, मेरै आफ्नै आँखा अगाडि धेरै सो साथीहरूलाई के हुन्छ बाहिर निकालिदिनु भयो। इक्जाम हलभन्दा बाहिर जानुभयो, निस्किनु भयो। कारण के थियो भने केही कुरा गल्ती गर्नुभयो जुन उहाँहरूलाई थाहा हुँदाहुँदै पनि के हुन्छ मिस्टेक गर्नुभयो। कहिलेकाहीँ के हुन्छ भने सबै कुरा हामीलाई थाहा हुन्छ, तर बिर्सेर झुक्केर पनि हामीसँग गल्ती हुन्छन्। त्यो कुरा तपाईँले भोलि के हुन्छ राम्रोसँग ध्यान दिनु होला। तपाईँले यदि राम्रोसँग पुरै भिडियो ध्यान दिएर हेर्नुहुन्छ भने भोलिको इक्जाममा तपाईँ कुनै पनि मिस्टेक गर्नु र तपाईँको मजाले इक्जाम दिनुहुन्छ र मजाले के हुन्छ पास हुन सक्नुहुन्छ। साथीहरू, भिडियो सुरु गर्नुभन्दा पहिला तपाईँ यदि च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरेर जोइन गरिदिनुहोस् यस्तै किसिमको नयाँ नयाँ भिडियोहरू हेर्नको लागि। तपाईँले यदि निमावि तहको लाइसेन्सको तयारी गर्दै हुनुहुन्थ्यो, फर्म भर्नुभएको थियो, भोलि तपाईँको इक्जाम छ, तपाईँ तयारी गरेर पुरै ठिक्क पार्नुभएको छ। भोलि तपाईँ इक्जाम दिन जानुहुन्छ भने तपाईँले कुन कुन कुरामा ध्यान दिने हो? सबभन्दा पहिला साथीहरू, तपाईँले आफ्नो प्रवेश पत्र एकदम राम्रोसँग ध्यान दिएर एकदम होस पुऱ्याएर लिएर जानु होला। यदि तपाईँको प्रवेश पत्र छुटेछ भने मैले मोबाइलमा देखाइदिन्छु भन्ने त्यस्तो खालको सोच राख्नुहुन्छ भने तपाईँले के हुन्छ इक्जाम हलमा बस्न पाउनुहुन्न। तपाईँले एउटा प्रतिलिपि निकाल्नुहोस्, आफ्नो प्रवेश पत्रको एउटा प्रिन्ट गरेर स्क्यान गरेर हुन्छ सकेसम्म या कुन तरिकाले हुन्छ तपाईँले यस्तो प्रिन्ट लिएर जानु होला। तपाईँले मोबाइलमा लगाएर देखाइदिन्छु, PDF फाइल देखाइदिन्छु भने त्यसरी तपाईँको एक्सेप्टेबल हुँदैन, किनकि कुनै पनि इलेक्ट्रोनिक डिभाइस तपाईँले इक्जाम हलभित्र लान अलाउड छैन। त्यही भएर तपाईँले आफ्नो प्रवेश पत्रको एउटा प्रिन्ट निकालेर राख्नु होला, त्यो अनिवार्य छ साथीहरू। तपाईँले एटलिस्ट 3वटा पेन राख्नु होला आफूसँग। के थाहा तपाईँको एउटा पेन तपाईँले आफूसँग राख्नुहुन्छ, एउटा तपाईँले एक्स्ट्रा राख्नुहुन्छ कि के थाहा केही प्रब्लम आउँछ कि भन्ने कुरा। कहिलेकाहीँ के हुन्छ भने सँगै बसेको कोही साथी हुन्छ तपाईँको, कोही अरूलाई के हुन्छ भने प्रब्लम आइहाल्छ भने एउटा आफूसँग एक्स्ट्रा राख्नु होला। त्यो केवल अरूले माग्छ भन्ने होइन, त्यो उद्देश्यले होइन। तपाईँले आफूसँग 2टा पेन एक्स्ट्रा राख्नु होला, एउटा तपाईँले लेख्नको लागि एन्ड 2टा एक्स्ट्रा तपाईँले आफ्नोसँग बोकेर जानु होला पेन, किनकि त्यो जरुरी छ एकदम है। कहिलेकाहीँ कसैलाई के हुन्छ वरिपरि नजिकै जो आफ्नो हलमा बसेको साथीहरू हुन्छन्, कसैलाई समस्या आइहाल्छ एन्ड उसको जुन छ प्रब्लमलाई तपाईँले के हुन्छ हेल्प गर्न सक्नुहुन्छ भने त्यो पनि बहुत ठुलो कुरा हुन्छ। त्यही भएर तपाईँले एटलिस्ट कम्तीमा पनि 3वटा पेन, त्यो पनि राम्रोसँग पुरै लेखेर चेक गरेर लिएर जानु होला। एकदम राम्रोसँग लेख्ने खालको पेन, तपाईँको 3टा पेन कम्तीमा है। सबैले 3टा पेन लिएर जानुहुन्छ भने जसलाई पनि आवश्यक पर्न सक्छ भित्र गएर, त्यही भएर तपाईँले कम्तीमा 3टा पेन लिएर जानु होला। अर्को कुरा, तपाईँले कुनै पनि किसिमको कागजपत्र हुन्छ, तपाईँ कुनै पनि किसिमको कागजपत्र तपाईँले आफ्नो पकेटमा राखेर लान पाउनुहुन्न। चाहे कुनै पनि कागजपत्र होस् है, तपाईँको ड्राइभिङ लाइसेन्स होस् या कुनै पनि तपाईँको बिलबुक हुन्छ गाडीको, या तपाईँले आफ्नो पर्स हुन्छ। सकेसम्म तपाईँ इक्जाम दिन जानुहुन्छ भने आफूसँग कुनै एउटा अर्को साथी लिएर जानु होला जसको इक्जाम छैन। तपाईँको जस्ट सँगै मात्र लिएर जानुहोस्। 1 घन्टा वेट गर्न सक्नुहुन्छ, 1 घन्टाको मात्रै टाइम हुन्छ। त्यहाँ तपाईँले आफ्नो जति पनि छ सामानहरू उसको जिम्मा लगाएर बल्ल तपाईँ के हुन्छ हलभित्र जानु होला। नत्र तपाईँले यदि कुनै पनि तपाईँको पकेटमा कागजपत्र कुनै पनि किसिम जुनसुकै तपाईँको कागजपत्र यदि भेट्यो भने तपाईँ तुरन्तै बाहिर निकालिदिन्छ त्यहाँबाट। त्यो कुरा ख्याल गर्नु होला। आफ्नो पर्स भयो, बिलबुकहरू हुन्छ, ड्राइभिङ लाइसेन्स भयो, कुनै पनि किसिमको जुन पेपरहरू हुन्छ तपाईँको खल्तीमा पायो भने तुरन्तै बाहिर निकालिदिन्छन्। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनु न, त्यो कुरा एकदम बहुत केयर गर्नुपर्छ। अर्को कुरा, तपाईँले यदि कुनै पनि किसिमको डिभाइस हातमा राख्नु भएको छ, तपाईँको हातमा स्मार्ट वाचहरू लगाउनु भएको छ भने तपाईँले स्मार्ट वाच पनि प्रयोग गर्न पाउनुहुन्न हलमा है। त्यो कुरा ख्याल हुनु। आजभोलिको टाइममा लगभग आज त ट्रेन्डिङ छ तपाईँको लगभग 60 to 80% सबैले के हुन्छ भने स्मार्ट वाच लगाउँछन्। नर्मल वाच तपाईँले बहुत कमै युज गर्छन्। जसले पनि आज लगभग हेर्नुहुन्छ भने स्मार्ट वाच लगाएर हिँड्छ। सो स्मार्ट वाच तपाईँको एउटा इलेक्ट्रोनिक डिभाइस हो जुन तपाईँको कुनै पनि परीक्षा हलमा अलाउड छैन। यदि त्यस्तो खालको स्मार्ट वाच तपाईँको हातमा हलभित्र भेट्यो भने तपाईँले चाहे 2टा क्वेसन गरेको चाहे 3टा तुरन्तै बाहिर निकालिदिन्छ। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनु त्यहाँ है। अर्को कुरा, तपाईँले कुनै पनि किसिमको हेडसेटहरू हुन्छ, कानमा ब्लुटुथ इयरफोनहरू तपाईँले लगाउनु भएको छ भने त्यो पनि तपाईँ तुरन्तै एक्सेप्ट हुँदैन। तपाईँले आफ्नो खल्तीमा पनि कुनै वायरलेस डिभाइसहरू राख्नुहुन्छ, कुनै वायरलेस इयरफोनहरू भयो, हेडसेट एयरपोडहरू हुन्छ, त्यस्तो खाले कुनै पनि डिभाइस तपाईँको त्यहाँ भित्रबाट आयो भने त्यो तुरन्तै निकालिदिन्छ बाहिर। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनु होला। यी सबै कुरा तपाईँले राम्रोसँग ध्यान दिनुहुन्छ भने तपाईँले युज गरेको होस् या नगरेको होस् मतलब भएन है। तपाईँले आफ्नो यदि कानमा कुनै हेडसेट या कुनै एयरपोड लगाएर हलभित्र प्रवेश गर्नुहुन्छ भने तुरन्तै तपाईँलाई के हुन्छ रेस्टिगेट गरिदिन्छ। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनुहोस्। तपाईँले खल्तीमा राखेको होस्, युज गरेको होस् नगरोस् मतलब हुन्न है। तपाईँको खल्ती भेटायो भने तुरन्तै तपाईँलाई रेस्टिगेट गरिदिन्छ। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनुहोस्। र एउटा कुरा अझै, तपाईँले आफूसँग मोबाइल फोन हलमा लिएर नजानु होला है।
मैले स्विच अफ गरेर राखेको छु या तपाईँको हुन्छ मेरो फोन आउँदैन मैले साइलेन्स गरेर राखेको छु, मेरो भाइब्रेट मोडमा छ, डिस्टर्ब हुन्न, त्यस्तो कुनै पनि तपाईँले आफ्नो प्रस्ताव आफ्नो कुरा त्यहाँ राख्न पाउनुहुन्न। तपाईँको पकेटमा तपाईँसँग यदि कुनै पनि मोबाइल डिभाइसहरू भेटायो भने तुरन्तको तुरन्तै के हुन्छ निकालिदिन्छन् त्यहाँ। त्यो तपाईँले एकदम राम्रोसँग ध्यान दिनु होला। र साथीहरू अझै एउटा कुरा, तपाईँले कुनै पनि किसिमको क्यालकुलेटरहरू डिभाइसहरू युज गर्न पाउनुहुन्न, त्यो सबै राम्रोसँग तपाईँले बुझ्नुपर्ने हुन्छ। यसमा यिनी सानो सानो कुरा तपाईँले राम्रोसँग ध्यान दिनुहुन्न भने तपाईँलाई के हुन्छ बाहिर निकालिदिन्छन् यसमा है। तपाईँले कुनै पनि किसिमको इलेक्ट्रोनिक डिभाइस जस्तै कानमादेखि भयो, तपाईँको कुनै अब वायरलेस पेनहरू हुन्छन्, जस्तै अब वायरलेस क्यामेरा हुन्छन् तपाईँको, जस्तै कि पेनहरूमा लगाइन्छन्, कसैले अब टाँकीमा क्यामेरा लगाएका हुन्छन्, त्यस्तो खालको जुन छ कुनै गतिविधि तपाईँको हलमा भेटायो भने तुरन्तको तुरन्त रेस्ट्रिकेट गर्छ, त्यसमा कुनै पनि सुनवाई हुँदैन। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनु होला साथीहरू। यिन सबै कुरा तपाईँले राम्रोसँग ध्यान दिएर जानु होला हलमा। जस्ट तपाईँ के हुन्छ भने यो दुईवटा पेन हातमा लिएर मात्र तपाईँ के जानु होला, दुईवटा तिनवटा तपाईँले केवल आफूसँग पेन र प्रवेश पत्र मात्र लाउन पाउनुहुन्छ। एउटा कुरा अझै तपाईँले गभर्मेन्टबाट इस्यु गरेर कुनै पनि भेरिफाइड डकुमेन्ट चाहिन्छ, जस्तै कि नागरिकता तपाईँलाई कम्पलसरी छ है। तपाईँले नागरिकता त्यो पनि ओरिजिनल फोटोकपी लिएर गएर तपाईँले एक्सेप्ट हुँदैन, त्यो तपाईँले राम्रोसँग ध्यान दिनु होला। तपाईँ भोलि हलमा जानुहुन्छ इक्जाम दिन भने तपाईँले कम्पलसरी आफ्नो ओरिजिनल नागरिकता बोकेर जानु होला। तपाईँले आफ्नो प्रवेश पत्र मात्र लिएर इक्जाम हलभित्र प्रवेश गर्न पाउनुहुन्न, तपाईँले आफ्नो ओरिजिनल नागरिकता गेटमा देखाउनै पर्ने हुन्छ। नभए गेटमा तपाईँको देखेन भने भित्र गएर के हुन्छ चेकिङको टाइममा तपाईँलाई चेक गर्छन्, तपाईँसँग नागरिकता छैन भने तपाईँलाई बाहिर निकालिदिन्छन्। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनु होला। सकेसम्म तपाईँको भित्र हलमा जाने बेलामा त्यो चेक गर्छ नागरिकता, गरेन भने तपाईँको भित्र चेकिङको टाइममा तपाईँलाई भेटायो भने बिना नागरिकताको बाहिर निकालिदिन्छ, रेस्ट्रिकेट गरिदिन्छ। त्यो कुरा तपाईँले राम्रोसँग ध्यान दिनु होला। तपाईँले गरेको पुरै मेहनत तपाईँको जुन छ सपना सब चकनाचुर हुन्छ, 1 वर्षको लागि फेरि तपाईँले तयारी गरेर बस्नुपर्छ। सो यिनी सबै कुरा राम्रोसँग तपाईँलाई ध्यान दिएर बल्ल तपाईँ इक्जाम हलमा जानु होला भने मात्र तपाईँले के हुन्छ इक्जाम दिन पाउनुहुन्छ। र अझै राम्रोसँग तपाईँले मेहनत गर्नुहोस्। यदि तपाईँको कमी कमजोरी केही लाग्छ केही छुटेछ भने अझै पनि तपाईँले के हुन्छ राम्रोसँग ध्यान दिएर बेसकरी तरिकाले के हुन्छ प्र्याक्टिस गर्नुहोस्। सो साथीहरू यिनी सबै कुरा हुन् जुन तपाईँले सानो सानो कुरा ध्यान दिनुपर्छ इक्जाममा जानुभन्दा पहिला। कुनै पनि लोकसेवाको इक्जाममा यिनी सबै कुरा जहिले पनि के हुन्छ हामीले फलो गर्नुपर्ने हुन्छ। एन्ड साथीहरू कुनै पनि किसिमको ब्यागहरू छ भने तपाईँले आफूसँग लगेको साथीलाई पुरै जिम्मा लगाएर भित्र हलमा जानु होला, अनि त्यसपछि मात्र तपाईँले के हुन्छ इक्जाम दिन पाउनुहुन्छ। एन्ड साथीहरू भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा आएर भन्नुहोला। च्यानलमा तपाईँ हेर्ने आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरेर जोइन अवश्य गरिदिनुहोस् यस्तै किसिमको नयाँ नयाँ कन्टेन्टहरू हेर्नको लागि। साथीहरू आजको भिडियो यति नै हो। नेक्स्ट भिडियोमा भेट्छु नयाँ कन्टेन्टको साथमा। तबसम्म बिदा चाहन्छु। थ्याङ्क यू सो मच। नमस्ते।